सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु, किनभने म फरक छु, बोल्ने तरिका पनि फरक छ, काम गर्ने तरिका पनि फरक छ, सबै कुरा म प्राय सबैसँग मिल्दैन। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। म अमेरिकामा पढेर नेपालमा 2049 साल भाद्र महिनामा आएको र अहिलेसम्म 33 वर्षभन्दा बढी काटिसक्यो। एउटा झोला बोकेर पूर्णकालीन समाजसेवीको रूपमा काम गरिरहेको छु र म चाहिँ राजनीति गर्ने राजनीतिकै होइन, म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु। सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दाखेरि पनि निष्पक्ष हुनेछ।